बिजनेस गर्न चाहनुहुन्छ तर पैसा छैन, यो बोट स्ट्राटेजीले बिना पैसा इन्भेस्ट गरेर बिजनेस स्टार्ट गर्न सिकाउँछ। बोट स्ट्राटेजीले पैसाको साटो युज गर्न सक्ने टुल्सहरूको बारेमा सिकाउँछ। सो बोट स्ट्राटेजी के हो? बी स्ट्यान्ड फर ब्रेन पावर। सुरुमा पैसा नहुन सक्छ तर स्किल लर्न गर्न सकिन्छ, जसको हेल्पले सुरुको फन्ड कलेक्ट हुन्छ वा अरूको बिजनेसमा सेल्स पार्टनरको रूपमा कमिसनमा काम गर्न सकिन्छ र साथै सेल्स स्किल पनि सिकिन्छ, जसको बिना बिजनेस सस्टेन नै हुन सक्दैन। नेक्स्ट इज ओ अदर पिपल्स एसेट। एज एन एन्टरप्रेन्योर तपाईको माइन्ड अलवेज ओपन हुनुपर्छ। मार्केटमा धेरै सामानहरू हुन्छ, त्यसको युज भइरहेको हुँदैन, सो त्यसलाई युज गर्ने। फर इक्जाम्पल बीएनबी सँग एउटा पनि आफ्नो घर वा होटल छैन वा कुनै पनि रुम छैन, तर त्यही पनि दुनियाँमा सबैभन्दा बढी रुम उसकै प्लेटफर्ममा लिस्टेड छ। सेम मोडेल पथाउ, दराज, ओयोहरू जस्ता कम्पनीहरूले युज गर्छ, जसलाई एसेट्स लाइट मोडेल भनिन्छ। नेक्स्ट इज ए मीन्स आस्क फर क्याश फर्स्ट। प्रोडक्ट बेच्नु भन्दा पहिला प्रोडक्ट बनाउनुमा पैसा कहिले पनि खर्च नगर्ने, कस्टमरसँग एडभान्समै पैसा लिने र त्यही पैसा युज गरेर प्रोडक्ट बनाएर कस्टमरलाई डेलिभर गर्ने, यसलाई क्राउड फन्डिङ पनि भनिन्छ। नेक्स्ट इज टी स्ट्यान्ड फर टाइम इन्भेस्टमेन्ट। पैसा नहुनेसँग टाइम हुन्छ। सुरुमा कसैले पैसा इन्भेस्ट गरिरहेछ भने आफूले टाइम इन्भेस्ट गर्ने र स्वेट इक्विटी लिएर काम गर्ने। पैसाको साटो टाइम इन्भेस्ट गर्ने। कुनै पनि बिजनेस चल्नुको कारण पैसा होइन, नभए ठूलो लगानीमा सुरु गरेको बिजनेस कहिले फेल नै हुन्थेन। बिजनेसको सक्सेस त्यसले कति इफिसिएन्टली मार्केटको प्रब्लम सल्भ गर्न सक्छ भन्ने कुरामा डिपेन्ड हुन्छ। सो यदि तपाईसँग पैसा छैन भने बोट स्ट्राटेजी युज गरेर बिजनेस स्टार्ट गर्न सक्नुहुन्छ। यदि यो भिडियोले तपाईलाई केही भ्यालु दिएछ भने लाइक, शेयर र फलो गर्नु होला।